के बुझ्छौं त हामीले स्लोप भनेको the value of the tangent of the inclination of the line is known as the के हुन्छ slope of the line कुनै स्ट्रेट लाइन को हामीले सपोज के छ इन्क्लाइनेसन छ इन्क्लाइनेसन भनेको के हुन्छ एंगल हामी के भन्छौं कुनै यो एक्स एक्सिस मा कुनै एउटा लाइन मा यो स्ट्रेट लाइन मा यो एक्स एक्सिस मा जहाँ कट गरेको छ यो पोजिटिभ एक्स एक्सिस को एन्टी क्लकवाइज डाइरेक्सन मा जुन एंगल बनाएको छ त्यो एंगललाई के भन्छ इन्क्लाइनेसन के भन्छ इन्क्लाइनेसन को लाइन को के भन्छ त इन्क्लाइनेसन भन्छ हैन त्यसपछि हामीले द भ्यालु अफ द ट्यान्जेन्ट स्लोप कुरा गरे मैले द भ्यालु अफ द के त ट्यान्जेन्ट भनेको ट्यान इन्क्लाइनेसन भनेको त्यो लाइन को बनाएको एंगल कुनै लाइनले बनाएको एंगल हामी के भन्छौं इन्क्लाइनेसन त्यो पनि के छ एंगल यसमा फरक एंगल छ यता पनि एंगल छ एउटा यता पनि एंगल छ हामी कुन एंगल लिनु छ जुन एंगल चाहिँ यो एक्स एक्सिस को पोजिटिभ डाइरेक्सनमा जुन एंगल बनेको छ त्यो एंगल हामी के भन्छौं इन्क्लाइनेसन भन्छौं त्यो एंगल त्यो के गर्ने त हामीले m बराबर के गर्ने tan थीटा tan भनेको के हो त टेन्जेन्ट बनाउने जब चाहिँ हामीले कुनै एउटा एंगल दिएको छ भने यसको फर्मुला के हुन्छ m बराबर कति हुन्छ tan थीटा जब चाहिँ हामीले के हुन्छ कुनै दुईटा प्वाइन्ट दिएको छ a प्वाइन्ट दिएको छ र b प्वाइन्ट दिएको छ भने यसको m को फर्मुला कति हुन्छ y2 - y मा के हुन्छ x2 - x हुन्छ जब चाहिँ हामीले कुनै एउटा स्ट्रेट लाइन दिएको छ भने यसलाई लिनियर इक्वेसन दिएको हुन सक्छ त्यो स्ट्यान्डर्ड फर्म हो त्यो ax + के त by + c बराबर के त 0 छ भने यसको स्लोप फर्मुला कति हुन्छ माइनस कोएफिसिएन्ट अफ x बाइ के हुन्छ कोएफिसिएन्ट अफ के हुन्छ त y बुझ्नुभयो एउटा अझै हामीले क्लास 9 मा अझै हामीले पढेको यो y बराबर के हुन्छ यो mx + के हुन्छ c हुन्छ नि यो इक्वेसनबाट पनि हामीले इक्वेसनलाई कम्पेयरिङ गरेर पनि हामीले यसलाई के गर्न सक्छौं यो m भनेको के हो त स्लोप यो m भनेको के हो त स्लोप यहाँबाट पनि हामीले स्लोप फाइन्ड गर्न सक्छौं तर एक्चुअल मा भनेको नि यो तीनटा मेथडबाट हामीले विशेष गरेर यो के हुन्छ बडी युजफुल फर्मुला हो है यो तीनटा फर्मुला एंगल दिएको छ भने tan थीटा गर्ने दुईटा प्वाइन्ट दिएको छ भने के गर्ने यो फर्मुला युज गर्ने के त x2 - x1 के हुन्छ y2 - y के त x2 - x1 हुन्छ जब कुनै एउटा स्ट्रेट लाइन दिएको छ भने माइनस कोएफिसिएन्ट अफ x y के हुन्छ कोएफिसिएन्ट अफ y कोएफिसिएन्ट भनेको जस्तै हामीले पढेको नि तिमीले x को गुणन y के हुन्छ त y को गुणन माइनस x को गुणन y के हुन्छ y को गुणन हुन्छ नि यसको तिमीले कोएफिसिएन्ट फाइन्ड गर्छौ भने कति यो x को कोएफिसिएन्ट कति 1 y को गुणन कति b यसको फर्मुला अनुसार कति आउँछ त माइनस a y कति आउँछ b यो के फर्मुला हो यसको त क्लियर भयो भने